यो उसो फ्यामिस मिकियाको भ्यान्जन्स आज चाहिँ म आफ्नो गाउँ घर जाँदैछु सो सबैजनाले हेरिदिनु होला अनि यता दिमाग हुनुहुन्छ बिदाय गर्नुहुँदैछ अनि यता फुपा फेरि फुपा म अनि यता अनित दाई सो हामी चाहिँ लाग्नु पर्ने हुन्छ आज अनि अहिले चाहिँ कति बज्यो त्यस्तै 3 कति बजिरहेछ अनि यता मम्मी हुन्छ पर्दैन मैले त यसलाई दिनु न यता मलाई पनि पर्दैन है हुन्छ यो चाहिँ खानुपर्ने हुन्छ म यो खानुपर्ने हुन्छ टक्कसँगले अब खाऊँ भनेको अब के भयो एक्कासी होइन हुन्छ म यो खान्छु त यसो केटा अब त्यही हो अब जानुपर्ने हुन्छ अब बबाल भकाउँछ अब दामी आउँछ माथि पाहाडमा गएर अब धेरै पछि अब आफ्नो पछि अब म पनि आफ्नो गाउँ जाँदैछु त्यही भएर जाँदैछु अब लेट्सी के हुन्छ हेरौँ न के हुन्छ होइन हल्का ढिलो झरेको छ ब्लग सो सरी होइन तिमीहरूलाई मेरो ब्लगको इन्फर्मेसन चाहिएको छ भने सो बायोमा छ होइन लिङ्क मेरो पोडकास्ट च्यानलको सबैजना जोइन हुनु इन्स्टाग्राममा र त्यही हो केटा हो त्यहाँ चाहिँ मेरो डेली ब्लगहरू आउनेको रुटिनहरू हुन्छ त्यहाँ म इन्फर्मेसन छोडिदिरहन्छु त्यस्तै भिडियोहरू पनि हालिरहन्छु कहिलेकाहीँ कता गएको इन्फर्मेसन हुन्छ त्यहाँ चाहिँ सब मेरो यो केटा हो त्यहाँ गाउँमा पनि कोही हुन्न नि त मुमा हुन्छ अनि त्यता निनीहरू हुन्छ नि त अब फुपा मुमाहरू यताउति त्यही हो भेट्दै होइन धेरै पछि गएको सो भेटघाट पनि अनि फाल्टै मेरो पर्सनल केही कामले पनि गएको म मेरो डकुमेन्टहरू मिलाउनु बसे सराई गरेको छैन नि त त्यही भएर जानु लागेको अब गाडी पर्खिँदैछ त्यही हो केटा हो लु यहाँ छ मेरो सामानहरू चाहिँ फेरि टक्कसँगले यहाँ छ दाइको र मेरो मात्रै होइन नि त्यो ब्याग चाहिँ मेरै हो त्यहाँ लुगाहरू छ यताउति होइन अब कहिले पुगिन्छ अब घर त्यस मलाई चाहिँ होइन एक्साइटेड छु भनौँ न धेरै पछि जानु लागेको छु आफ्नो फ्यामिलीहरूलाई भेट्नु गइरहेको छु होइन मुमा फुपाहरू अब त्यही हो मम्मीले पनि अब यताउति नगर चकचक नगर भन्छ अब सानो हो र चकचक गर्न ठुलो भइसकेको अब भनिदिएको मैले भने के छ त होइन त्यही हो लेट्स सी गाइस होइन कस्तो रहेछ त हाम्रो गाउँठाउँ होइन होइन त ल अब गाडी टक्कसँगले कतिखेर आउँछ त्यतिखेर हामी लाग्नुपर्ने हुन्छ अब चाहिँ हिँड्यो है हामी चाहिँ ल टक्कसँग ल बाई बाई दिपालाई पनि बाई दिपा हुन्छ माथि गएर कोदोको ढिउडाले धेरै खाएर आउनु यो पाख्रो ठुल्ठुल बनाएर पुरै नि भन्नु न ए ल राम्रोसँग जानुहोस् है ल बाबु पनि अब खुसी ल लाग्यो अब चाहिँ लाग्यो ल यसैले खुब खुसी थिए कोही नगएको अब म मात्रै अब यसो ओके ज्ञानी त पुरै हो नि हामी त ल अब चाहिँ लाग्यो हामी चाहिँ ल सिधै यो चाहिँ सिधै अब तेलमा रोकाउँछ अरे त्यसपछि फेरि जानुपर्ने हुन्छ हाम्रो अझै गन्तव्य छ हामी चाहिँ अब यहाँ खाजा खानुको लागि खोइ कहाँ पुगिसकेको छौँ र त्यही हो टक्कसँग डाइट होइन अहिले कति बजिरहेछ होइन अहिले चाहिँ निन्द्राले छोडेको छैन क्या निन्द्राले ओभर चेपिरहेछ सो त्यही हो टक्कसँग अब खाजा लगेर टक्कसँग खाजा पनि खाइसकेर लाग्नुपर्ने हुन्छ हामी चाहिँ ल यो हामी जाने गाडी चाहिँ सो त्यही हो अघि चाहिँ निन्द्राको तालमा यस्तो भइरहेको थियो अहिले चाहिँ अलिकति फ्रेस भइरहेको छु सो त्यही हो ल हामी चाहिँ अब दिक्तेल आइसकेको छौँ अनि फुपा खुसी हुनुहुन्छ जस्तो छ अब घर जानु पाउनुहुन्छ नि त धेरै पछि के हो कुरा के हो कुरा खुसी हो ल आज अब अहिले चाहिँ हामी टक्कसँगले दिक्तेल पुगिसकेको छौँ अब यहाँदेखि अब अर्को गाडी चढेर लाग्नुपर्ने हुन्छ अब त्यही सिधै अब भेट्नुपर्ने हुन्छ अब प्यारेन्टले यसो हावा खानु होइन यहाँ चाहिँ फेरि वेदर पनि त्यस्तै बबाल छ वेदर चाहिँ बबाल छ यो दिक्तेलै यहाँ पर गेट छ पर गेट त्यही हो दाजु तिमीले मोहनी लगायो भन्यो नि त फेरि र त्यही हो यहाँको चाहिँ वेदर पनि यस्तो दामी छ बबाल छ अब चाहिँ अब यही गाडीमा जानुपर्ने हुन्छ हामी चाहिँ अब अघिको गाडी एक्सचेन्ज भइसकेको छ अब
अब यो गाडीमा चढेर टक्कसँगले अब हामी अब घरतर्फ लाग्नुपर्ने हुन्छ। त्यही हो साउथ बाटो चाहिँ डेन्जर छ कोलम्बस छ त कोलम्बस छ त बाटो त राक्षस छ त बाटो त यस्तो त मजा पनि मजा आउने क्या मजा आयो पल्टी चाहिँ नखाओस् मजा चाहिँ मजै आइरहेछ होइन त पुरै नि पल्टी खान त गाह्रो हुन्छ एकदम ठिक छ नि बाटो पिच बाटोमा यसो नै उभार्छ क्या ड्राइभर दाइलाई चाहिँ सलुट हान्नु मन लागिरहेछ क्या मलाई आज किन बल गर्दैछ सोमुले पनि बाटो देखाइदिनु न बाटो त मार्रा छ बाटो त मार्रा बिजोक सही बिजो गाडी खोजेर पहिल्यै मान्छे झारेर स्पिड लिएको भने गाडी कटिहाल्थ्यो हुत्तै हजुर आगो छ है आगो फेरि स्पिड लाग्दा फेरि जाला नि यतातिर हाम्रो चाहिँ के छ आगो छ गाडी आगो अलिक लाप्सी पकेट कुखुरा अहिले चाहिँ हामी टक्कसँगले आधी भन्दा पनि अब पुग्नु लाग्यौँ यहाँनिर एकछिन हावा खानु निक्लेको टक्कसँगले यहाँ पुग्नाले दबाई हान्दो रहेछ ऊ यता दबाई हान्दो रहेछ यता यहाँ बस्दा एस दुखिसकेर म चाहिँ निक्लेको किनकि होइन बस्दा होइन आज 24 घन्टा बस्यो यहाँनिर मेरो एसमा हेर्नु होइन त छैन पनि यार मेरो त फेरि बाटोको कुरा चाहिँ के गर्नु होइन बाटोको कुरा के गर्नु त्यस्तै हो अब बाटो होइन यस्तै छ अब ड्राइभर चाहिँ मलाई उब्बल लप्ली लाग्यो क्या ड्राइभर चाहिँ हजुर पानी मना नखाने खानु दबाई अब आइपुग्नु लाग्यो त खोइ खुसी हुन्न छिरो त्यही हो टक्कसँगले अब त्यहाँ अब एकछिन उहाँ रोकाउँछ अनि त्यहाँबाट चाहिँ केटाहरू आउँदैछ अरे लिनु सामानहरू छ नि त यहाँ एक दुईवटा सामानहरू लानुपर्ने हुन्छ सो त्यही हो ल केटा होस् अब हामी झरिसकेको छौँ च्याट्टो लगाएर रक्खै हाम्रो म्याच सामान कहाँ छ यहाँ छ फेरि केटाहरू फेरि आएको रहेछ यहाँमा
खाएको छ नि केटाहरूले पुरै ए बोल्न यो त लाटा भयो कि ल आची आची बोल्दैन त आची कहाँमा यो बोक्छौ मेरो त यहाँ छ नि यो त बोक्यो भने त नि मेरो त लाडो हात्छिन्छ त नि केटाहरूले त नि यत्तिको डटफट चाहिँ हुनै पर्ने हो क्या ल ल केटा अब टक्कसँग आइसकेको छ अब चाहिँ अब लेट्स गो हान्नु भन्नुहुन्छ सो त्यही हो पिस आउट छ